साथीहरू जापानमा चाहिँ अहिले यो फिल्टर सबैजनाले युज गरिरहनु भएको छ है। अब मैले यो फिल्टरको चाहिँ प्रचार त गरेको होइन, तर पनि के भने जापानमा चाहिँ अब धेरै जस्तो हामी धाराकै पानी खान्छौँ नि त होइन। अब कतिले त अब मार्टबाट चाहिँ किनेर खानुहुन्छ, कतिले चाहिँ अब हामीले चाहिँ यही युज गरेर चाहिँ खान सकिन्छ। किनभने अब हामीले फोहोर पानी खानाले चाहिँ मान्छेहरूलाई चाहिँ धेरै रोगहरू लाग्ने, क्यान्सर जस्तो समस्याहरू चाहिँ देखा पर्ने हुनसक्छ। त्यही भएर चाहिँ हामीले पनि यो चाहिँ युज गरेको छौँ र हामीले चाहिँ धेरैजनाले यो चाहिँ युज गरेको पाइयो कि, त्यो भएर पनि हामीले चाहिँ लिएर आएको छौँ। अब चाहिँ म तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ लगाएर देखाउने छु है। यस्तो हुन्छ। अनि त्यसपछि यसलाई चाहिँ अब जुनै धारोमा पनि युज गर्न सकिन्छ कि यसरी चाहिँ घुमाएर होइन लगाउन सकिन्छ। अनि तपाईँहरूले पनि चाहिँ यो चाहिँ युज गर्न सक्नुहुन्छ है। अनि त्यसपछि धारो खोलिसकेपछि चाहिँ यसरी चाहिँ आउँछ है। अनि हामीले पानी पिउँदा चाहिँ होइन तपाईँहरूको यो फिल्टर भएर चाहिँ फोहोर जति चाहिँ यसको माथि बस्छ है। अनि हामीले चाहिँ एक महिना 2-2 महिनामा चाहिँ फेरिरहनुपर्छ। सबैजनाले यो भिडियो कस्तो लाग्यो होइन, मन पऱ्यो अब सबैजनाले चाहिँ लाइक गर्नु होला, फलो गर्नु होला।